यो कलमा तपाईँहरूलाई स्वागत छ। तपाईँलाई थाहा छ नेपालमा यस्ता गाउँ छन् जसको नाम सुन्दा तपाईँ हाँस्न थाल्नुहुनेछ। तर अचम्म के छ भने यी गाउँ साँच्चीकै छन्, कागजमा पनि, नक्सामा पनि र यथार्थमा पनि। आजको भिडियोमा हामी हेर्छौँ नेपालको केही अचम्म र रमाइला नाम भएका गाउँहरू, जसको अर्थ पनि कहिलेकाहीँ गम्भीर छ। कुष्ठ बजार बाँकी। सुन्दा लाग्छ कुष्ठ भनेको कुष्ठ रोग हो, तर यो वास्तवमा एउटा पुरानो व्यापारिक बजार हो जहाँ पहिलोपटक व्यापारीहरू आउँथे। नामको कारण धेरैले गफ सोच्छन्, तर वास्तविक नाम हो गाउँ लाटे कुइरे गोर्खा। लाटे कुइरे भन्नाले धेरैले मजाक सम्झन्छन्। लाटो कुइरेको कथा चाहिँ लाग्छ, तर यो ठाउँको नाम पुरानो थारू शब्दबाट आएको हो। गाउँ डाँडाफाँट बाग्लुङ। डाँडा पनि छ, फाँट पनि छ, दुवै मिलाएर नाम राखिएको, तर कतिपयलाई यो डाँडा फाटेको जस्तो लाग्छ। गाउँ चिचिला शङ्खसभा। नाम सुन्दा लाग्छ यो के हो, तर चिचिला एकदमै सुन्दर गाउँ हो जहाँ हिमाल देखिन्छ, चिसो हावा चल्छ र चियाबारी पनि छ। गाउँ मरेली खोला रोल्पा। मरेली खोला डरलाग्दो नाम होइन, यो खोलामा कहिल्यै बाढी आएन भन्ने कथन छ। मरि पनि बग्दैनन् भन्ने अर्थले यस्तो नाम। गाउँ बुढी गाउँ बुढीगोठ सुर्खेत। बुढीगोठ यो ठाउँ पहिले बुढी महिलाहरूले गाई गोठालो गर्ने ठाउँ भनेर बुढीगोठ भनेर नाम रहन गएको भन्ने जनविश्वास छ। गाउँ राँगो पाखा अर्घाखाँची। राँगो चराउने पाखो भएकाले नाम राँगो पाखा रहन गएको हो, तर सुन्दा जो कोहीले मुस्कान त ल्याउँछन्। रोचक रमाइला तथ्यहरू यस्ता पनि छन्। नेपालमा कुकुरे नामको गाउँ पनि छ। सुनिन्छ कुखुराको नाम जस्तो, तर यो वास्तवमै एउटा पुरानो मगर बस्ती हो। कुटिया चौर नामको गाउँमा पहिले आराधना गर्ने साधुहरूको बास हुन्थ्यो। कुटी भनेको साधु झोपडी हो। कसले डाँडा भन्ने ठाउँ पनि छ। नाम सुन्दा लाग्छ को, तर यो वास्तवमा तुपाटोमा रहेको डाँडा हो जहाँ गाउँहरू भेला हुन्थे। बाघ भैरव भन्ने ठाउँ बाघको मन्दिरले चर्चित छ, तर बाघ कहिले देखेको छैन, मात्र डराउने। हनी डाँडा भन्ने ठाउँ काभ्रे प्लान्चोकमा छ। यो नाम स्थानीय थर र जनजातिसँग सम्बन्धित छ, तर आजकल धेरैले मजाक बनाउँछ। थोडा खर्क गाउँ। पानी नपर्दा गाईबस्तु धुन्नुपर्ने खर्क भनेर नाम पर्यो। एकदमै व्यवहारिक तर अनौठो नाम। जिल्ली खानी भन्ने ठाउँ अर्घाखाँचीमा छ, जहाँ पहिले साँच्चीकै खानी थियो। जिल्ली भन्ने शब्दले स्थानीय ढुङ्गालाई जनाउँछ। खिचिले खोला भन्ने नाम चिलाउने चिचाउने आवाजले राखेको भन्ने भनाइ छ। खोला बग्दा आवाज आउँछ। टुकुजा उपत्यकाभित्र लुकेको नदी हो, जसले नाम लिन पनि डराउँछन् अहिले, किनभने सहरले यसलाई ढाकिएको छ। खानेचौर जहाँ पहिले हतियार बनाउन डाँडा बनाइन्थ्यो, खाना बनाइन्थ्यो। नाम इतिहासले पाएको खाली मजाक होइन, विचित्रतामा भएको देश हो। यस्ता नामहरू हाम्रो मौलिकता, सांस्कृतिक र हाँसो मजाकको भावना दर्शाउँछन्। यदि तपाईँलाई यस्ता रमाइला तथ्य मनपर्छ भने लाइक गर्नुहोस्, त्यो बल्बलाई सब्सक्राइब गर्नु नबिर्सनुहोला। हस्त।